यो कालो बेसार हो, नेपालमा पाइन्छ। यसको धेरैवटा औषधि गुणहरू पनि छ। कतिपयले यसलाई चाहिँ धेरै महँगो यसको गानो पनि भन्ने गरिन्छ। तर जे भए पनि यसको औषधि गुणहरू चाहिँ छ। जस्तो दाँत दुखेको बेला यो चपाएर खाँदाखेरि दाँतको दुखाइ कम हुन्छ। यसको जराबाट पनि धेरै फाइदा छ। धेरैले यसलाई चाहिँ अब करोडौँमा पनि केजीको बिक्री हुन्छ भन्ने चाहिँ सुनिन्छ। तर त्यो चाहिँ सत्य के हो? तर यसको चाहिँ अरूमा चाहिँ यसको धेरै ठुलो काम छ। गाइज, यो कालो बेसार यस्तो हुन्छ है। नेपालमा यो प्रायः जसो पाइन्छ। कालो बेसार, ब्ल्याक टर्मेरिक भन्छ।